हेलो साथीहरू, आज मैले आलु र पुरीको छिटो तरकारी बनाएको थिएँ। एकदमै मिठो भएको थियो। सुरुमा त मैले कुरीलाई चाहिँ केलाएर राखेको भिडियो चाहिँ गराउनु बिर्सेछु है। अनि त्यसपछि पछि सम्झेँ प्याज पनि फ्राई गरेर आलु पनि फ्राई गरिसकेपछि मलाई सम्झेँ भिडियो गराउन। अनि त्यस पछाडि पुरीलाई पनि फ्राई भइसकेको आलुमा राखेर फेरि एकछिन फ्राई गरिदिने। अनि त्यस पछाडि मैले त्यसलाई एकछिन ढाक्छु पाक्नको लागि, ढाकिन्जेल। अनि यता चाहिँ मैले टमाटर, अदुवा, लसुन आफूलाई के मनपर्छ खुर्सानी सबै थोक राख्ने। मैले चाहिँ खुर्सानी राखेको छैन किनकि बच्चाले खुर्सानी खाँदैनन् नि त, त्यही भएर। अनि त्यसलाई पेस्ट बनाएर त्यही आलु र पुरीको सब्जीमा राख्ने। अनि यो मसलालाई पनि मजाले पाक्न दिनुपर्छ। एकछिन चाहिँ मजाले पाक्नको लागि मजाले बुझ्नुपर्छ, त्यसलाई छोडिदिने। यो पाकेन भने चाहिँ कस्तो अलिक अदुवाहरू मजाले अलिक कस्तो बास्ना आउँछ नि त, त्यही भएर मजाले पाक्यो भने मिठो हुन्छ। अनि मैले नुन राखेको थिएन, अनि फेरि अहिले चाहिँ मैले नुन राखेको छु। स्वादअनुसार नुन राख्न सक्नुहुन्छ तपाईँहरू पनि। आफूलाई मनपर्ने मसलाहरू राखेर नुन बेसार सबै राखेर मजाले त्यसलाई पकाउनु पर्ने हुन्छ। एकछिन यसलाई ढाकिदिन्छु मजाले राम्रोसँग पाक्नको लागि। सबै मरमसलाहरू मजाले पाक्छ नि त, त्यही भएर। अनि यस्तो भएको छ, मसला पनि पाकिसकेको छ लगभग। यसलाई अझै एकछिनसम्म चलाउनु पर्ने हुन्छ, बल्ल तरकारीको टेस्ट छुट्टै मिठो हुन्छ। अझै यसलाई मजाले चलाएको छु मैले, भिडियोमा देख्न सक्नुहुनेछ। फाइनल्ली हेर्नु त हाम्रो तरकारी रेडी हुन लागिसक्यो। हेर्दै कस्तो खाउँ भइसक्यो। अब भने तरकारी पाकेर रेडी भइसक्यो। हेर्नु त कस्तो हेर्दै खाउँ लागिसक्यो तरकारी। तपाईँहरूलाई यस्तै सजिलो छिटो मिठो रेसिपी चाहिन्छ भने भिडियोलाई लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।